कोरियाली खाना सुन्दैमा कस्तो स्वादिलो लाग्छ हैन त? तर आज हामी यसको स्वादको मात्र कुरा गर्दैनौँ। आज हामी यो खानाको पछाडि लुकेको कथा, यसको आत्मासम्म पुग्ने कोसिस गर्नेछौँ। ल सुरु गरौँ है त। किनभने कोरियाली खानाको मूल मन्त्र नै यही हो। यो केवल जिब्रोलाई मिठो लाग्ने कुरा मात्र होइन, यो त स्वास्थ्य र हजारौं वर्ष पुरानो संस्कृतिको एउटा जीवन्त प्रतीक हो, एउटा जिउँदो इतिहास। ल अब लागौँ पहिलो खण्डतर्फ, टेबलको आत्मा। कोरियाली खानाको रहस्य खोल्नु छ भने सबैभन्दा पहिले यसको आधारभूत संरचना अर्थात् टेबलको आत्मालाई बुझ्नुपर्छ। हेर्दा जति सुन्दर देखिन्छ नि, यो त्यति नै व्यवस्थित र वैज्ञानिक पनि छ। हरेक कोरियाली खानाको केन्द्रमा खासमा तीनवटा चिज हुन्छन्। पहिलो भात, जसलाई उनीहरू बाप भन्छन्। दोस्रो तातो झोल वा स्टू, जसलाई गुक वा जिगे भनिन्छ। अनि तेस्रो विभिन्न प्रकारका साइड डिशहरू, जसलाई भनिन्छ बान्छान। रमाइलो कुरा के छ भने यो संयोजनले खानालाई एकदमै सन्तुलित बनाउँछ र पाचन प्रणालीलाई पनि निकै मद्दत गर्छ। अब कुरा गरौँ कोरियाली खानाको सबैभन्दा चर्चित र सायद सबैभन्दा महत्त्वपूर्ण परिकारको, हो किम्ची। अब यसलाई केवल एक साइड डिश मात्र सम्झिनुभयो भने गल्ती हुन्छ। यो त विज्ञान र परम्पराको एउटा अद्भुत मिश्रण हो। त्यसो भए किम्चीको जादु आखिर छ केमा त? यो लुकेको छ यसको किण्वन प्रक्रियामा, अर्थात् फर्मेन्टेसनमा। यो एउटा एकदमै प्राकृतिक प्रक्रिया हो, जहाँ साना साना फाइदाजनक ब्याक्टेरियाहरूले तरकारीमा भएको गुलियोपनलाई बदलिएर एक प्रकारको एसिड बनाउँछन्। हो, यही प्रक्रियाले नै किम्चीलाई त्यो विशेष चटपटे स्वाद दिन्छ र यसलाई लामो समयसम्म बिग्रनबाट पनि जोगाउँछ। यो बनाउने प्रक्रिया पनि हेर्दा त एकदमै सरल लाग्छ। सबैभन्दा पहिले तरकारीलाई नुन लगाएर राखिन्छ ताकि त्यसको अनावश्यक पानी बाहिर निस्कियोस्। त्यसपछि पालो आउँछ मसलाको। गुचुगारू अर्थात् खुर्सानीको धुलो, लसुन, अदुवा यी सबै मिसाइन्छ। अनि अन्तमा यसलाई एउटा भाँडामा राम्रोसँग बन्द गरेर केही समयको लागि छोडिन्छ। बस त्यही समयमा ती फाइदाजनक ब्याक्टेरियाहरूले आफ्नो काम सुरु गर्छ। र यति सबै गरेपछिको परिणाम एक शक्तिशाली सुपरफुड। साँच्चै किम्ची प्रोबायोटिक्सको खजाना हो। प्रोबायोटिक्स भनेको त्यही असल ब्याक्टेरिया जसले हाम्रो आन्द्राको स्वास्थ्यलाई राम्रो बनाउँछ र शरीरको रोगसँग लड्ने शक्ति अर्थात् इम्युनिटीलाई पनि बढाउँछ। ल किम्चीको जादु त बुझियो, तर कोरियाली खानाको कथा यतिमै सकिँदैन नि। अब हेरौँ कसरी अरू परिकारहरूले पनि पोषण र सन्तुलनको एउटा उत्कृष्ट थाल तयार पार्छन्। उदाहरणको लागि यी दुई प्रसिद्ध परिकारहरूलाई हेरौँ न। एकातिर छ बिबिम्बाप, भात, अनेक थरीका रङ्गी बिरङ्गी तरकारीहरू अनि प्रोटिनको एक पर्फेक्ट सन्तुलन। यसले शरीरलाई चाहिने धेरै भिटामिन र खनिजहरू दिन्छ। अर्कोतिर छ त्यो मुखै रसाउने बुल्गोगी। प्रोटिन र ऊर्जाको लागि त यो उत्तम स्रोत हो, तर यहाँ एउटा कुरामा ध्यान दिनुपर्छ। स्रोतहरूका अनुसार धेरै पोलेको वा ग्रिल गरिएको मासुको सेवन स्वास्थ्यको लागि जोखिमपूर्ण पनि हुन सक्छ। अनि कोरियाली खानामा समुद्रको पनि ठूलो देन छ। सोच्नुहोस् त, कोरिया तीनतिरबाट समुद्रले घेरिएको देश हो। त्यसैले समुद्री खाना अर्थात् सीफुड यहाँको खानाको एक अभिन्न अङ्ग नहुने कुरै भएन। र यो स्वादिलो मात्र होइन, यो त पोषक तत्त्वले पनि भरिपूर्ण हुन्छ। खास गरी मुटु र मस्तिष्कको स्वास्थ्यको लागि एकदमै फाइदाजनक। अब कुरा गरौँ कसरी सियोलको भान्साबाट निस्किएको यो खाना आज संसारभरि छायो। कसरी यो एउटा शक्तिशाली सांस्कृतिक प्रतीक बन्यो। यो यात्रा हेर्नुस् न, साँच्चै प्रेरणादायी छ। सुरुमा यो केवल परम्परागत घरेलु खाना थियो, तर त्यसपछि आयो कोरियन वेभ अर्थात् के ड्रामा र के पप। जब मानिसहरूले टिभीमा आफ्ना मनपर्ने कलाकारहरूलाई एकदमै रमाइलो गरी खाना खाइरहेको देखे, उनीहरूलाई पनि त्यही अनुभव लिन मन लाग्यो। त्यसपछि त खाना केवल खाना रहेन, यो त्यो संस्कृतिसँग जोडिने एउटा माध्यम बन्यो। अनि त्यसैको परिणाम हो आज विश्वका हरेक कुनामा कोरियाली रेस्टुरेन्टहरूको बाढी आएको छ र बिस्तारै बिस्तारै यो एक लग्जरी ब्रान्डको रूपमा पनि स्थापित हुँदैछ। र यो विश्वव्यापी यात्राको शिखरमा के छ त? त्यहाँ छ ह्यानो बिफ जस्तो एकदमै उच्च गुणस्तरको मासु र प्रिमियम समुद्री खाना। आज यी परिकारहरू विश्वका सबैभन्दा महँगा रेस्टुरेन्टहरूमा हाई एन्ड डाइनिङ एक्सपिरियन्सको रूपमा चिनिन्छन्। यसले कोरियाली खानाको प्रतिष्ठालाई साँच्चै नै एउटा नयाँ उचाइमा पुर्याइदिएको छ। अब अन्तमा फेरि त्यही मूल प्रश्नमा फर्कौँ। आखिरमा कोरियाली खाना भनेको के हो त? के यो केवल विभिन्न परिकारहरूको एउटा सङ्ग्रह मात्रै हो?
पक्कै पनि होइन। यो उदाहरणले यसको सारलाई एकदमै राम्रोसँग बताउँछ। कोरियन खाना स्वाद मात्र होइन, यो स्वास्थ्य, संस्कृति र सामाजिक सम्बन्धको प्रतीक हो। मतलब सँगै बसेर खानु, एक अर्कासँग आफ्नो थालको परिकार बाँड्नु, हो यही नै त हो यसको वास्तविक आत्मा। र यो विश्लेषणको अन्त्यमा एउटा प्रश्न मनमा आइरहेको छ। खानाले हामीलाई आखिर कसरी जोड्छ? चाहे त्यो कोरियाको बान्छान होस् वा हाम्रै घरको भान्सामा पाकेको कुनै सामान्य तरकारी, हरेक थालमा एउटा कथा लुकेको हुन्छ। त्यो कथा के होला? एक पटक विचार अवश्य गर्नुहोला।